वेलकम नमस्कार यहाँहरू सबैजनालाई कुमार राई ब्लग 2 च्यानलमा आजको टपिक चाहिँ दसैँ। ह्याप्पी दसैँ। दसैँ आयो भन्छन्, दसैँ आयो दसैँ आयो। तर हामीलाई चाहिँ दसैँ आयो कि तिहार आयो केही पनि थाहा नहुने पर्यो। सो दसैँमा चाहिँ कसरी सेलिब्रेट गर्ने त? कमेन्ट गर्छन् कि उयो त शेयर गर्नु त शेयर यहाँ म दसैँको भिडियो बनाउँदैछु, फेरि उल्टो अर्को कुरा गर्ने। दसैँको कुरा गर्दैछु म। टिकटकमा कहाँ आएन नि दसैँ भनेको चाहिँ के हो त? दसैँ भनेको त दशा हो। यसको अब अन्तर्वार्ता लिनु पर्ने। दसैँ भनेको त अब यो हिन्दूहरूको यो महाचाड। वेलकम छ मिस्टर जनक। नमस्कार हजुर, दर्शक नमस्कार। हाम्रो नेपाली समाजको सबैभन्दा ठुलो चाड मानिन्छ दसैँ अनि तिहार। हजुर, यो दसैँ र तिहार हामीले भव्य तरिकाले मनाइन्छ है। सो यो दसैँ र तिहार चाहिँ हामीले भव्य तरिकाले मनाए अनुसार सारा विश्वको मानिसहरूले पनि यसलाई मान्यता दिन्छ। यो चाहिँ चाड र यो रीतिरिवाज चाहिँ नेपालीको हो भनेर। सो हामीले चाहिँ यो दसैँलाई चाहिँ एउटा चाड पर्वको रूपमा पुर्ख पूर्वजबाट नै मानिआएको एउटा चलन रीतिरिवाज अनुसार हामीले अहिले पनि मान्ने गर्छौँ। असोज महिनाको जहिले पनि असोज महिनामा पर्ने गर्छ। सो कार्तिक महिनामा चाहिँ तिहार पर्ने गर्छ। सो यो दसैँ अनि तिहार भन्नाले चाहिँ तपाईँले यो दसैँलाई चाहिँ एउटा परिभाषा दसैँको दिनुपर्दा तपाईँले कस्तो परिभाषा दिनुहुन्छ? यो चाहिँ मैले तपाईँसँग बुझ्न चाहेँ। दसैँ भनेको नेपालीको हिन्दूको महाचाड पहिलेदेखि आइपुग्यो। Sembilan belas Desember 19 Jalan Satuan 012 273 72 17. Oke, thank you. उहाँ व्यस्त हुनुहुन्छ अहिले आफ्नो ड्युटीमा। सो केही बेरपछि उहाँको प्रतिक्रिया चाहिँ हामीले सुन्न पाइन्छ। सो दसैँ भनेको चाहिँ के हो र दसैँको परिभाषा चाहिँ उहाँले आफ्नो व्यक्तिगत रूपले चाहिँ के दिनुहुन्छ? ल भन्नुहोस्। यो पहिल्यैदेखि नेपालमा चाहिँ अब हिन्दूको महान चाड मान्दै आएको चाहिँ हो र हामी मान्छौँ पनि। र अहिले हामी बाध्यतावश विदेश टाढा छौँ, आफ्नो परिवारदेखि टाढा छौँ। आफ्नो ठाउँदेखि, आफ्नो भूमिदेखि। हाम्रो जुन हिसाबले मानिन्छ त्यो हिसाबले चाहिँ अवश्य मान्नेछौँ र हामीले दसैँलाई चाहिँ एकदम ठुलो चाड भनेर मानेर भरे हामी चिरिप्पो पनि लाउन सक्छौँ भन्ने जानकारी गराउँदैछौँ। उता मिडियामा हाँस्दै रहेछ नि यार। अब यसै गरी उहाँले चिरिप्प भन्नुभएको चाहिँ फेरि यो सरल भाषामा चाहिँ सगुन र केही सगुनको साथमा केही खानपिन मिठो तरिकाको चाहिँ बनाएर चाहिँ एउटा रेसिपी
आफैले बनाएर स्वाद अनुसारको इच्छा अनुसारको बनाएर चाहिँ हामीले लिन्छौँ, भरे खान्छौँ, अब हामीले इन्जोय माथि गर्छौँ पनि भन्ने जाँदैछौँ दसैँको उहाँले सुटिङको लागि। भएको। सो काँक्रा गाजर सबै लिएर आउँछौँ, भाइ भाइ मासु लिएर आउँछौँ। आउनु न एकछिन। मासु पाक्छ आज हाम्रोमा। अब भरे मासु पाक्छ हाम्रोमा। सन्चो छैन भन्नुहुन्छ साथीहरू होइन। म युट्युब अब मेरो भण्डारा साथीको तर्फ जाँदैछ। भन्नुहोस् दसैँ तपाईँलाई कस्तो लाग्छ? एकदम रमाइलो। दसैँ नेपालीको चाडमध्येमा एक ठुलो भव्य तरिकाले मनाउने ठुलो चाड मानिन्छ भने तपाईँ के भन्नुहुन्छ? हो होइन? हो, साँचो हो। तपाईँलाई दसैँ आएको छैन? दसैँ आएको छैन, बेलुका 12 बजीभन्दा पछि आउँछ। यो चाहिँ कसरी भयो? 8 बजीभन्दा पछि। 8 बजीभन्दा पछाडि गाडी आइरहेको छ बुढो, इन्टरभ्यू लिएर। दसैँ त आएको छ, हामीले आज जस्तो छैन, हामी काम ड्युटीमै छौँ। ठाउँमा गएर चाहिँ फेरि गएर चाहिँ अनि रमाइलो हुन्छ, अनि लाग्छ दसैँ। भनेपछि के दसैँमा चाहिँ हामीले खानै पर्ने हो, खाएरै मनाउनु पर्ने हो? खाएर मात्रै मानिन्छ दसैँ? खाएर त मानिन्छ, नखाएर दसैँ मान्दैन। खाने हो राँगाको राँगा मासु खाने राँगाका राँगा। अनि आफ्नो घर परिवारको यो बेलामा चाहिँ सम्झना आउँछ आउँदैन? धेरै 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 आउँछ। अनि अलिक रमाइलो तरिकाले